नेपालको पत्रकारितामा एउटा यस्तो नाम छ जसलाई सुन्न बित्तिकै मानिसहरूको ध्यान खिचिन्छ। कसैले उनको शैलीको प्रशंसा गर्छन् भने कसैले आलोचना गर्छन्, तर एउटा कुरा भने निश्चित छ, उनी सधैँ चर्चामा रहन्छन्। त्यो नाम हो ऋषि धमला। उनको वास्तविक नाम भने दुर्गाराज धमला हो। उनी धादिङको ज्याम्रु गाउँमा 2027 साल कार्तिक 27 गते जन्मिएका हुन्। साधारण परिवारमा जन्मिएका ऋषिको बाल्यकाल अभाव र सङ्घर्षबीच बित्यो। गाउँको सामान्य परिवेशमा हुर्किएका उनले सानैदेखि जीवनमा केही ठुलो गर्ने सपना देखेका थिए। बाल्यकालको कठिनाइले उनलाई कहिल्यै हार नमान्ने स्वभाव दियो, जसले पछि उनको जीवनलाई नयाँ दिशा दियो। उनको शिक्षाको यात्रा धादिङकै विद्यालयबाट सुरु भयो। उनले जनप्रभात सेकेन्डरी स्कुलबाट एसएलसी उत्तीर्ण गरे र त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आए। काठमाडौँमा उनले पिपुल्स क्याम्पसमा अध्ययन गरे। गाउँबाट राजधानीमा आएपछि उनले धेरै सङ्घर्षको सामना गर्नु पर्यो, तर यही सङ्घर्षले उनलाई अझ दृढ बनायो। काठमाडौँको जीवनले उनलाई नयाँ अवसरहरू देखायो र त्यहीबाट उनले पत्रकारितामा आफ्नो यात्रा सुरु गरेका हुन्। पत्रकारितामा प्रवेश गरेपछि उनले एउटा महत्त्वपूर्ण संस्था स्थापना गरे, रिपोर्टर्स क्लब नेपाल। यो संस्था नेपालमा पत्रकार र राजनीतिक नेताहरूबीच संवाद गर्ने महत्त्वपूर्ण मञ्च बन्यो। यहाँ देशका प्रमुख नेताहरू आएर आफ्ना विचार राख्ने गर्थे र पत्रकारहरूले कडा प्रश्न पनि सोध्ने गर्थे। यस्तै वातावरणले गर्दा यस संस्था मार्फत धेरै राजनीतिक बहस र समाचार राष्ट्रिय स्तरमा फैलिन थाले, जसले ऋषि धमलालाई अझ देशभर चिनायो। समय सँगसँगै उनले टेलिभिजन पत्रकारितामा पनि ठुलो स्थान बनाए। उनले न्युज 24 नेपाल, नेपाल टेलिभिजन र हिमालयन टेलिभिजन जस्ता विभिन्न टेलिभिजन च्यानलहरूमा कार्यक्रम सञ्चालन गरे। विशेष गरी धमलाको हमला कार्यक्रमले उनलाई निकै चर्चित बनायो। यस कार्यक्रममा उनले प्रधानमन्त्रीदेखि विपक्षी नेता, कलाकारदेखि खेलाडीसम्मलाई सिधा र कडा प्रश्न सोध्ने गर्छन्। यही शैलीका कारण उनी सधैँ चर्चा र विवाद दुवैको केन्द्रमा रहिरहेका हुन्छन्। ऋषि धमलाको व्यक्तिगत जीवन पनि उत्तिकै चर्चित छ। उनले नेपाली अभिनेत्री एलिजा गौतमसँग विवाह गरेका छन्। श्रीमतीको अभिनय यात्रालाई समर्थन गर्नको लागि उनले अनुराग नामक चलचित्र समेत निर्माण गरेका थिए। यसले देखाउँछ कि उनी केवल पत्रकार मात्र होइनन्, आफ्नो परिवार र सपनाप्रति समर्पित व्यक्ति पनि हुन्। तर उनको जीवन सधैँ सहज भने थिएन। सन् 2009 मा उनलाई एक अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरिएको थियो। त्यो समय उनको जीवनको निकै कठिन चरण थियो। पछि अदालतबाट उनी रिहा भएर फेरि पत्रकारितामा सक्रिय भएका थिए। यस्तो चुनौतीका बावजुद उनले आफ्नो कामबाट पछि हटेनन्। आज ऋषि धमला नेपाली पत्रकारिताको चर्चित अनुहार बनेका छन्। उनको पत्रकारिता शैली कसैलाई साहसी लाग्छ, कसैलाई विवादास्पद, तर एउटा कुरा स्पष्ट छ, उनले नेपाली पत्रकारितामा बहस र संवादलाई नयाँ स्तरमा पुर्याएका छन्। गाउँको साधारण बालकबाट देशभर चिनिने पत्रकार बन्ने उनको यात्रा सङ्घर्ष, साहस र दृढताको उदाहरण बनेको छ। यही कारणले आज पनि नेपालको पत्रकारितामा उनको नाम विशेष रूपमा स्मरण गरिन्छ। हस्त दर्शकबिन, आजको भिडियोमा यति नै। भोलि फेरि अर्को यस्तै शानदार जीवन कहानी लिएर तपाईँहरूको माझमा उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि म विनोद केसी पूर्वेली बिदा हुन्छु। नमस्कार, जय देश, जय नेपाल।